Visual here. ल अहिले यहाँ आइपुगेछौँ हामी। यसो बसेर ठकाइ मेट्नु पऱ्यो, त्यसपछि फेरि भिडियो स्टार्ट गर्नुको लागि खिच्नु। हेलो नमस्ते, स्वागत छ मेरो नयाँ भ्लगमा। गाइस, आज हामीहरू जाँदैछौँ होपोई रिजर्भोयरमा। त्यहाँ वाटर ड्याम रहेको छ। हामी त्यसलाई बिस्तारै देखाउँदैछु तपाईँहरूलाई, हेर्दै गर्नु होला। डिपो पर्छ गाइस, डीबाट निस्केर मिनी बस 71 नम्बर बस। यहाँ निस्केर देखाइछ अरे यहाँ त गएपछि लास्टमै हो 71 नम्बर बसको चाहिँ लास्ट बस स्टपमा चाहिँ ओर्लिनु पर्छ भने बस आयो। पुरानो टाइपको घर हो। यही हो ठाउँ त, एकात्तरै आइयो, यही बसमा आएको। कता हो जाने अब, यताबाट हेर्नु उता पनि हुनसक्छ। यहाँ पुरानो जमानाको स्कुल रहेछ सायद, पहिला यहाँ ब्रिटिसको पालो थियो। 60-70 वर्ष भइसकेको टाइपको रहेछ स्कुल। यसो हेर्दा लाग्छ 100 वर्षै पुरानो स्कुल यस्तो टाइपको। स्कुल ल यही बाटो भएर जाने। पहिला सिधै गएर पुरानो बस्ती छ यो गाउँको, होपोई भन्ने ठाउँ। यो हो चाहिँ कामसुङ रोडको त के रेलवे स्टेसन। यो देखिरहेको जुन छ, हामी यो गाउँबाट आएको, माथि चढ्दै चढ्दै यो गाउँबाट चढ्दै चढ्दै उकालो यस्तो यो बाटो है र अझै उकालो छ। हुन्छ, यहाँ के रहेछ? यहाँ छागो रहेछ, पानी खसिरहेको। ओहो, के ठुलो आवाज हो, कस्तो डर लाग्छ।
हामी अघि त्यताबाट आएर अहिले त्यहाँ सानो झरना हेर्न गएको थियौँ। अब चाहिँ हामी जाने चाहिँ यहाँबाट माथि जानु। माथि रेकै फैलेको रहेछ कार्यक्रम गर्नलाई। त्यहाँ छाप्रो पनि रहेछ कति छ। आहा टेबल कुर्सी पोर्टेबल टोयलेट रहेको छ। पब्लिक टोयलेट दुईवटा, इमर्जेन्सी दुईवटा। सायद यहाँ बिबिक्यू खानावालाहरू पिकनिक आउने मनाउने। आधी घन्टा लाग्छ ल, हेर्दै गर्नु होला भिडियो नछुटाइकन। ल ल यो कृषि फार्म हो, के हो र यो? ए ड्रागन फ्रुट त्यस्तो। यही हो कि नेपालमा नि यसको चाहिँ बिरुवा अहिले छ, यसमा रोपिरहेको छ बिरुवा ड्रागन फ्रुट। गाइस यहाँ फलेको रहेछ एउटा कुहिएको, बिग्रिसकेको। यहाँ कोही बेला भएको छैन के हो क्या? यो के रहेछ यो? त्यो त के साग हो यो? मैले नि अलिक थम्याउन सकेन त्यो होइन। त्यो पनि के हो नामै आउँदैन फेरि। यसरी रोप्छ अहिले त। यस्तै यही पाराले यही तरिकाले नेपालमा नि जब गर्छ कृषि। मैले देखेको छु धेरै छ। बस भित्रपट्टि क्यान्टिन। यो ओरेन्ज हो क्या? सानो सानो त्यो चाइनिज न्यु इयरमा पूजा गर्दाखेरि यो चाहिँ बोटो चढाउँछ। कागती होइन, यो ओरेन्ज हुन्छ। खट्टो खट्टो हुन्छ। ए निम्बु होइन यो चाहिँ हो ठुलै खालको कागती। भोपटे जस्तो छ ठुलो। फ्रुट हो यो? फ्रुटै होला, तरकारी भन्दा नि फ्रुटै होला यो। के जातको? ल नजिकै आए जस्तो छ अहिले त। लगभग त्यही ठाउँमा आइसकेको छ। यही रहेछ लगाएछ यहाँबाट। ल यही हो वाटर ड्यामको छाया।